रोडबाट डाइरेक्ट मनाङ जिल्ला प्रवेश गर्दैछु होइन। प्रवेश गर्ने क्रममा मैले छोटो भिडियो बनाउने अवसर राखेको छु। यो चाहिँ म्यार्दी खोला भन्छ है, म्यार्दी खोला भन्छ। अनि यो बाटो चाहिँ एकदम हेर्दाखेरि चाहिँ यस्तो राम्रो छ नि, तर त्योभन्दा रोमान्टिक छुट्टै छ कि। अनि पहाडको बिचबाट है यसरी भिर खोपेर बनाएको छ। अनि मैले चाहिँ मेरो आवाजलाई काटेर फेरि म आवाज गर्दैछु यो भिडियोलाई होइन। अनि तपाईँहरूले यो भिडियो हेर्दै गर्दा चाहिँ यति आउँ लाग्छ होला, तर आउनु होला, किनभने मनाङ जिल्ला तिलीचोक ताल घुम्नलाई यही बाटो आउनुपर्छ। तिलीचोक ताल मैले पुगेको छैन, तर एकदम हाम्रो मनाङ जिल्लाको चिनारी ठाउँ हो होइन। अनि त्यो ठाउँमा आउनलाई चाहिँ पर्यटकहरू धेरै आउँछ। यो भिर चाहिँ खोपेर है, यो भिर चाहिँ एकदम बिचबाटै खोपेर लगेको छ। अनि यहाँबाट तल हेऱ्यो भने रिङ्गरा लाग्छ। पहिला चाहिँ हामी यस्तो गन्द्राङ गुन्द्रुङ गर्दाखेरि चाहिँ हेरेको बाटो आज चाहिँ यति ढलान भएर हेर्नुहोस् यस्तो राम्रो भएको छ है भिरको बाटो। अनि सफा मैदान है, काठमा धुलो उड्छ तर यहाँ धुलो उड्दैन। अनि मजाले हामी घुम्न अनि आउन सक्नुहुन्छ। मोटर बाइक पनि आउँछ, अनि स्कुटी पनि आउँछ है, ट्याक्सीहरू पनि आउँदो रहेछ, मैले आज थाहा पाएँ। अनि आज चुनावको माहौल छ मनाङ जिल्लामा, तारा चिना र रुख चिना छ है। अनि तपाईँहरूको विचार के छ? मनाङ जिल्लामा चाहिँ अहिले हामीले रुख चिनालाई चाहिँ धेरै हेरिसकेको छ। आज एकचोटि सबैजनाले तारामा हेरौँ कि भन्ने मेरो भावना हो है। तारामा चाहिँ कसैले पनि अहिलेसम्म के भन्छ, रुखलाई चाहिँ हामीले सधैँभरि हेरिरहेकै हो, अहिलेसम्म प्रगति केही पनि छैन। आज ताराले चाहिँ के गरिरहेको छ, म गर्छु भनेर यति धेरै भिडियो खसाउँदै गर्दा चाहिँ उहाँको विश्वासलाई चाहिँ एकचोटि मध्यनजर गर्ने कि है, म यो भन्न चाहन्छु। किनभने तपाईँहरूले एकचोटि तपाईँहरूको माइन्डलाई पनि चेन्ज गर्नुहोस् है। त्यसै कारणले म यो सानो छोटो भिडियो बनाइरहेको छु। तपाईँहरूलाई पनि स्वागत छ मनाङ जिल्लामा। मनाङ जिल्लामा हुनुभएको हजुरहरूलाई यो निमन्त्रणा छ कि यसपालि हामी तारालाई हेरौँ होइन। रुखलाई त हामी सधैँभरि हेरिरहेको छ, रुख चिना त हामी सधैँभरि हेरेको हो, तर आज एकचोटि महिलालाई पनि हेरौँ, पुरुषलाई मात्रै कति हेर्ने।